ओके सो गाइज हामी इन्डिया यस्तो छ उस्तो छ भनेर भन्छौँ, तर इन्डियाबाट सिक्नै पर्ने कुरा एउटा छ, त्यो हो पब्लिक ट्रान्सपोर्टेसन सिस्टम। अहिले नेपालमा जिरो पब्लिक ट्रान्सपोर्टेसन सिस्टम छ। काठमाडौँमा अलिअलि छ महानगर यातायात, साझा यातायात, तर यो काठमाडौँको लागि मात्र भयो। इन्टरसिटी छैन, अर्को सिटीदेखि अर्को सिटीवाला कुरा छैन अझै। सो इन्डियामा चाहिँ के छ भन्दाखेरि, अब ट्रेनको कुरा अहिले नगरौँ, बसको कुरा गर्दाखेरि जति पनि त्यहाँको पब्लिक ट्रान्सपोर्टको बसेसहरू छ नि, अब प्राइभेटवाला पनि छ, तर म्याक्सिमम जुन बसेसहरू छ त्यो बसेसहरूलाई गभर्मेन्टले जुन प्राइभेट कम्पनी छ, त्यो बसको ओनर प्राइभेट कम्पनी छ, त्यसबाट लिजमा लिन्छ। यति वर्षको लागि उति वर्षको लागि सर्टेन पैसा तिरेर, अनि त्यसपछि त्यो बस जुन लिजमा आयो त्यो बसलाई आफ्नो अन्डरमा अपरेट गर्छ। सो यो गर्दाखेरि के हुन्छ भन्दाखेरि सबै यात्रुको लागि समान भाडा आउँछ र फिक्स भाडा हुन्छ, र त्यो भाडा चाहिँ सस्तो पनि हुन्छ, एकदमै सस्तो, अरू ट्रान्सपोर्टभन्दा एकदमै सस्तो हुन्छ, र टाइममा पनि पुग्छ त्यो बस, टाइममा जान्छ। सो यो चाहिँ अब पब्लिक एक ठाउँबाट अर्को ठाउँमा जानु पर्यो भने मान्छे भर्नै पर्छ भन्ने हुँदैन, मजाले जान्छ त्यो गाडी होइन, अर्को ठाउँमा भाडा पनि सस्तो हुने भयो। र यस्तो सिस्टम इन्डियामा मात्र होइन, अरू थुप्रै कन्ट्रीहरूमा छ। सो यस्तो सिस्टम नेपालमा पनि ल्याउन एकदमै जरुरी नै छ।